आज मम्मी किन पसिने पसिने हुनुभयो त अनि मम्मीसँगै म पनि पसिने पसिने भएको छु। वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ असिनाले टुप्टो पिठो भारेको मकै ल्याउँदै आमा छोरा मम्मीले भारी हाल्नुभयो। त्यसपछि मम्मी सँगसँगै मैले पनि अर्को भारी हालिसकेको थिएँ। मम्मीले यसरी बोक्नुभयो। भारी चाहिँ एकदम गरमको थियो। मम्मी पसिना पसिना पनि हुनुभयो अनि मैले मम्मीलाई तानिदिएँ। तानेर धकालेपछि हामी बिस्तारै घरतर्फ लाग्यौँ। घरतर्फ लाग्दाखेरि बाटो चाहिँ एकदम गाह्रो छ, टाढा बेसी भएर ल्याउनुपर्छ। मम्मी जस्तो तस्तो झर्नुभयो। म चाहिँ अलि ठुलो भारी थियो मेरो। त्यहाँबाट म चाहिँ भ्लग बनाउँदै झरेँ। हामी चाहिँ भारी बोकेर दुईवटा खोला तर्नुपर्छ। एउटा सानो खोला छ भने अर्को ठुलो खोला छ। यो चाहिँ जहाँ हामीले घाँस, सानो खोलाको नाम फेरि कट्टु खोला भनेर भनिन्छ। नाम सुन्दै हाँस लाग्छ। यो चाहिँ ठुलो खोला हो। सानो खोला भने अर्को सानो उतापट्टि साइडमा सानो खोला छ, त्यसको नाम चाहिँ कट्टु खोला छ। सानोमा कसैको त कट्टु बगाएको भएर चाहिँ त्यो खोलाको नाम कट्टु खोला राखेको भन्ने कहावत छ। यो चाहिँ ठुलो खोला हो। बर्खा मासमा चाहिँ वार पार हुन्छ, कोही पनि तर्न सक्दैन। अहिले चाहिँ ठिकै बढेर सङ्लेको भएर तर्न सकेको हो। नत्र पनि अरू बेलामा चाहिँ हामी घाँस लिन आउन चाहिँ सकिँदैन, उतै घरतिर काट्नुपर्ने हुन्छ। हामी चाहिँ यसरी नै गफगाफ गर्दै घरतिर लाग्यौँ। घरतिर लाग्दा मम्मी चाहिँ थाकिसक्नु भएको थियो। मम्मी एउटा खोला तरिसक्नु भयो र अर्को साइड पनि यो चाहिँ हाम्रो पहिलो मिनी ब्लग हो। अनि यसमा चाहिँ मैले मम्मीको भिडियो बनाइदिएको थिएँ भने फेरि मम्मीले मेरो भिडियो बनाउनु भएको थियो। मकै चाहिँ सुत्तर भएको थियो। मकै चाहिँ यो चाहिँ सानो मकै भएर आएको, ठुलो मकै जति चाहिँ जम्मै बिच डाँठबाटै बाँचेको थियो। हाम्रो चाहिँ उग्लिने ठाउँ अलिक गाह्रो छ। मकै यस्तो सुत्तर भएको थियो, मकै पुरै गरेर। अनि त्यहाँबाट मम्मीको भारी पनि बोक्न पुगेको थिएँ म, मम्मीले नसकेर। मकै छेउमा हेर्न सक्नुहुन्छ, पुरै सोत्तर भएको छ मकै। त्यही मकै चाहिँ हामीले काटेर ल्याएको हो। अब त्यसले घोगा पनि हाल्दैन, फल पनि दिँदैन, त्यही भएर काट्नु परेको हो। हामी चाहिँ अब घाँस काटेर आएर घरको काम गर्न लाग्छौँ। यो चाहिँ मम्मीले खिचिदिनु भएको भिडियो। मम्मी भिडियो खिचिदिनु न भनेको, आफू मभन्दा अगाडि गएर भारी बिसाएर चाहिँ मेरो भिडियो खिचिदिनु भएको। मम्मी पनि क्यामेराम्यान भन्दा कम चाहिँ हुनुहुन्न है। त्यसपछि घर आएर घरको गोबर सोबर सोरे। मम्मीले चाहिँ कुरो खुवाउनुभयो। पहिलो भिडियो भएको भएर सबैले साथ दिनु होला। भिडियोलाई चाहिँ लाइक गरिदिनु होला र सब्सक्राइब पनि।